औपचारिकता मात्रै पूरा गर्ने प्रयास गरेका छौँ। मैले सोही अवसरमा आजको यस दुःखद घडीमा सभापतित्व ग्रहण गरिदिनु हुन कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजका उपाध्यक्ष श्री अन्जु पौडेलजीलाई हार्दिक अनुरोध गर्दछु। आज हामी शोक सभा गरिरहेका छौँ, जसको मृत्युवरण हामीलाई मान्ने र स्वीकार्ने छैन, तर पनि विवश छौँ। उपाय छैन, बोल्ने शब्द छैन। त्यसै गरी हामीले मैले फेरि दोहोऱ्याएँ, धेरै औपचारिकता पुर्याइरहेका छैनौँ। कृष्ण प्रसाद खनाल पण्डित जो यस मन्दिरका पूजा उपकमिटीका संयोजक पनि रहनु भएको थियो अनि अगाडि अहिले उहाँको स्वास्थ्यको कारणले गर्दाखेरि उहाँ संयोजकबाट बिदा हुनुभएको छ। उहाँलाई हामीले बोलाएका छौँ, आउँदै हुनुहुन्छ। आएपछि म अगाडि राख्ने नै छु। त्यसै गरी जसको बैजारी भट्टराईको देहावसान भयो, उहाँहरूको परिवारको तर्फबाट एकजना, सबैजना यहाँ उपस्थित हुनुहुन्छ, मैले सबैलाई देखिरहेको छु, तर एकजनालाई सानो मन्तव्य पनि राख्नका लागि र अगाडि आएर बसिदिनु हुनका लागि म अनुरोध गर्दछु, जसको नाम रहेको छ सुभाष भट्टराई। त्यसै गरी पूर्व प्रशासक तथा प्राध्यापक कुलप्रसाद पराजुली, जसले आज बैजारी भट्टराईको बारेमा एउटा जीवनी तयार गर्नुभएको छ। उहाँले यस बारेमा अहिले पछि वाचन गर्नुहुने नै छ। उहाँलाई पनि अगाडि आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैले माननीय भाइ सुनिल केसीलाई देखिरहेको छु। भाइसँग बिहानै हाम्रो कुरा भएको थियो, दाइ म अगाडि आउँदिनँ, मेरो बोल्ने कार्यक्रम पनि नराख्नु होला, म तपाईँहरूसँग सहभागी मात्रै जनाउँछु भनेर उहाँले बिहानै भन्नुभएको थियो। उहाँलाई पनि जति समय उहाँसँग छ अगाडि आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैले पूर्व मन्त्री दीनबन्धु आर्यलाई पनि देखिरहेको छु। उहाँलाई पनि अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समिति 5 तारिकका कार्यवाहक सभापति अरुण कुमार पाण्डेलाई पनि मैले देखिरहेको छु। उहाँलाई पनि अगाडि आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो निमन्त्रणालाई स्वीकार गरी र स्वर्गीय बैजारी भट्टराईलाई श्रद्धाञ्जली अर्पण गर्न र परिवारमा संवेदना व्यक्त गर्नका लागि पाल्न हुने विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू, कोटेश्वर व्यवसायी सङ्घ, टोल सुधार समिति, क्लबका अध्यक्षज्यूहरू, व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, पदाधिकारीहरू, मैले सबैलाई देखिरहेको छु। मैले सबैलाई एकमुष्ट रूपमा नमन गर्दै जो जहाँ हुनुहुन्छ त्यही यथास्थानमा आसन ग्रहण गरिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। जसको जन्म 2027 सालमा भएको थियो, तपाईँले ब्यानरमा देखिरहनु भएको छ, जसको मृत्यु 2082 सालमा भयो। 55 वर्षको अल्पायु उमेरमा नै उहाँको देहावसान भएको छ। देहावसानमा हामी सबैजना दुखी र मर्माहित भएका छौँ, किनभने आज कोटेश्वर महादेव स्थानले मात्रै नभइकन सिङ्गो 32 नम्बर वडाले एउटा समाजसेवी र सधैँभरि सबैलाई माया गर्ने एउटा अभिभावक गुमाएको महसुस हामीलाई सबैलाई भइराखेको छ। यो खालको दुर्घटना फेरि पनि कसैलाई पनि नपरोस्, कोटेश्वर महादेवसँग प्रार्थना गर्दछु। जसले अहोरात्र खटेर यस मन्दिरमा विभिन्न खालका परिवर्तनहरू गर्ने सोच राख्नुभयो
र केही कुरा तपाईँहरूले देखिरहनु पनि भएको छ परिवर्तनको गर्दा गर्दै, तर उहाँलाई भगवानको पनि प्यारो बन्न पुग्नुभयो। जसले जुन कुराको सङ्कल्प गर्नुभएको थियो यो कोटेश्वर महादेव स्थानमा, त्यो कुराको सङ्कल्प तपाईँ हामी सबै मिलेर यो कुरा पुरा गर्ने अठोट म आफू र तपाईँहरूलाई पनि म लिइदिनका लागि हार्दिक अनुरोध गर्दै, त्यति गयो भने मात्रै उहाँको आत्माले शान्ति पाउँछ भन्ने हामी सबैलाई लागेको छ। उहाँले गर्नु थाल्नु भएको जुन जुन काम अपुरो रहेको छ त्यो काम तपाईँ हामी मिलेर पुरा गर्ने बाचा हामी सबैले आज यहीँबाट प्रण गरौँ। त्यसपछि उहाँको वैकुण्ठवासको कामना पनि गर्दछौँ। मैले त्यहाँ अगाडि उभिरहेको देखिरहेको छु, यहाँ कुर्सी खाली छ, कृपया कुर्सीमा आएर बसिनु म हार्दिक अनुरोध गर्दछु, किनभने यहाँ कुर्सी हामी राखेका छौँ, कुर्सी खाली छ। हामीले धेरै लामो कार्यक्रम राखेका छैनौँ। अब पानसमा बत्ती बालेर दीप प्रज्वलन गरिदिनु न आजका सभापति कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजका उपाध्यक्ष अन्जु पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जसले यस मन्दिरको आजीवन सदस्य 2070 साल 2 महिना 3 गते ग्रहण गर्नुभएको थियो। सो पश्चात 2070 सालमै 5 महिना भदौ महिनाको 19 देखि 2074 साल 4 वर्ष कार्यकाल 1 महिना 1 सम्म सचिव पदमा रहेर काम गर्नुभयो र सोही कामको मूल्याङ्कनको आधारमा र उहाँले गरेको योगदानको कदर गर्दै यस संस्थाले उहाँलाई अध्यक्ष बनाउन काबिल भयो, जसको मिति रहेको छ 2074 साल वैशाख 2 गतेबाट हालसम्म उहाँ अध्यक्ष नै रहनु भएको थियो। 74 सालदेखि 82 सालसम्म 2 कार्यकाल अध्यक्ष हामीले उहाँलाई मानेका थियौँ। उहाँले आफ्नो कार्यकुशलता देखाउनु भएको थियो। उहाँ आइसके पछाडि 54 सालमा दर्ता भएको कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाज संशोधित 2067 साल 54 सालमा दर्ता भइसके पछाडि केही न केही काम गर्दै आइरहेका थियौँ। विभिन्न कालखण्डमा पूर्व अध्यक्षहरू स्वर्गीय बालप्रसाद रिमाल, त्यसै गरी दामोदर अधिकारीज्यू र कार्यवाहक अध्यक्ष केही समयका लागि शिक्षित पराजयी समाजसेवी हुनुहुन्थ्यो। त्यस पछाडि सबैको सल्लाहले र उहाँको काम गर्ने शैली क्षमता सबैको कदर गरेर कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजले उहाँलाई अध्यक्ष बनायो। अध्यक्ष बनाइसके पछाडि उहाँले 2 वटा उपकमिटी गठन गर्नुभयो। एउटा आरती, जब 2074 साल वैशाखबाट उहाँ अध्यक्ष हुनुभयो, त्यसपछि 2074 साल आषाढ महिनादेखि हामीले आरतीको शुभारम्भ गर्यौँ। सोही आरतीकै कारणले आज यो मन्दिरलाई केही न केही परिवर्तन हामीले पक्कै पनि देखेका छौँ। त्यसै गरी पूजा उपकमिटी सधैँभरि एउटै मान्छेले गर्न सक्दैन भनेर उहाँले चाहिँ अर्को एउटा पूजा उपकमिटी गठन गर्नुभयो, जसको संयोजक रहनु भएको थियो पण्डित कृष्णप्रसाद खनाल र यो 3 वटा कमिटी मिलेर आजका दिनसम्म केही न केही काम हामीले गर्दै आइरहेका थियौँ। 2058 सालमा जहाँ अस्ति उहाँको मृत्यु भयो त्यसको 200 मिटरको आसपासमा जग्गा खरिद गर्नुभयो र उहाँले 2059 सालमा घर बनाउनु भयो र सोही घरमा बस्दै गर्नुहुन्थ्यो। जब हामीसँग एट्याचमेन्ट भयो त्यस पछाडि आएर हामीले उहाँलाई चाहिँ माथि बस्नुपर्छ, अब माथि जग्गा पायो भने माथि किन्नुपर्छ, तपाईँ माथि आउनुहोस् भनिसके पछाडि 2072 सालमा यही हाल भइरहेको घर उहाँले त्यहाँ जग्गा खरिद गर्नुभयो र 2073 सालमा घर बनेर 73 सालदेखि यसै मन्दिरबाट लगभग 150 मिटर जतिको हाराहारीमा बसोबास गर्नुहुन्थ्यो। उहाँको एकजना श्रीमती र एउटा छोरा मात्रै हुनुहुन्छ। छोरा पनि अस्ति विवाह हुँदाखेरि अमेरिका थियो। उहाँको आफ्नै सेड्युल अनुसार आफ्नै जहाँ सकिसके पछाडि म बा आमालाई भेट्न जान्छु भनेर आउने पुरानो योजना अनुसार ऊ आइपुग्यो र उसलाई यस्तो वज्रपात पर्यो। यस्तो खालको वज्रपात हामी कसैलाई पनि नपरोस्। फेरि पनि मैले कोटेश्वर महादेवसँग
प्रार्थना गर्दछु। हामीलाई एक मार्गदर्शकको रूपमा हुनुहुन्थ्यो। आजसम्म मैले सङ्गत गरेको धेरै लामो समय भयो उहाँसँग। मैले एकदमै गाह्रो गरेर आज यो कार्यक्रम गरिरहेको छु, चलाइरहेको छु र बोलिरहेको छु। मलाई भित्रैबाट यो गर्न पटक्कै मन थिएन, नहुँदै पनि बाध्य भइयो। उहाँले आजसम्म कसैसँग ठुलो स्वर गरेको सुनिएन, कसैसँग वाद विवाद गरेको सुनिएन, कसैलाई ठुलो स्वरले हप्काएको सुनिएन। जहिले पनि शालीन, भद्र र सरल स्वभावका हुनुहुन्थ्यो। भगवानलाई उहाँ नै प्यारो भयो। अब हामी यसै गरी सिकेका छौँ। अब उहाँको फोटोमा माल्यार्पण गरिदिनका लागि यस संस्थाका उपाध्यक्ष, यस कार्यक्रमका सभापति अन्जु पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब हामी उहाँको चिर शान्तिको कामना गर्दै र वैकुण्ठवासको कामना गर्दै सम्पूर्ण उपस्थित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, बुवा आमाहरूमा 1 मिनेट मौन धारण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। समय सुरु। सबैजना धन्यवाद। अब हाम्रो कार्यक्रम धेरै लामो हामीले राखेका छैनौँ। मैले फेरि पनि भनिसकेँ, तपाईँहरूले 15-20 मिनट जति धैर्य धारण गरेर बसिदिनु भयो भने यो कार्यक्रम हामी समापन गर्नेछौँ। उहाँहरूका परिवारका तर्फबाट उहाँका भतिजो जो स्वर्गीय वैजरी भट्टराईका भतिजा हुनुहुन्छ सुभाष भट्टराई, उहाँलाई उहाँका बारेमा र परिवारका बारेमा केही कुरा राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। आज काका वैजरी भट्टराईको पुण्यतिथिको 10औं दिन यस महादेव स्थान कोटेश्वरमा यो श्रद्धाञ्जली सभा राखेर हामीलाई जुन हौसला प्रदान गर्नको लागि यहाँहरू उपस्थित हुनुभएका सबै कार्यक्रमका अध्यक्ष लगायत अन्य पदाधिकारीहरू सबैमा हामी आभार व्यक्त गर्दछौँ। काकाको बारेमा भन्नुपर्दा वास्तवमा धेरै कुरा त अघि सुभाषजीले भनेर जानुभयो कि काकाको सामाजिक क्षेत्रमा, सामाजिक सेवामा उहाँको लगाव, तल्लीनता र यो कोटेश्वर क्षेत्रमा महादेव स्थानको विकासको क्रममा गरिएका योगदानहरूको फेरिस्त नै उहाँ सुनाउनु भयो। अघिसम्म मलाई के लागिरहेको थियो भनेदेखि काकाको निधनबाट हामी
भट्टराई परिवार मात्रै विक्षिप्त भएका छौँ र हाम्रो मात्रै चाहिँ अभिभावकत्व खोसिएको छ भन्ने लागेको थियो। तर यहाँ आएर जब सुभाषजीले उहाँका कुराहरू गर्दै जानुभयो, काकाका विषयमा बोल्दै जाँदाखेरि मलाई के लाग्यो भने हामी मात्रै होइन, कोटेश्वरवासी सबैको एउटा चाहिँ अभिभावकत्व चाहिँ खोसिएको चाहिँ मैले यहाँ अनुभव गरेँ। एउटा बलियो छाता चुडिएको खोसिएको अनुभव मैले यहाँ गरेँ। काकाका बारेमा जति कुरा गरे पनि त्यो टुङ्गिने र अन्त्य हुने अवस्था छैन। उहाँ साह्रै मिलनसार, मभन्दा ठ्याक्कै 5 महिना कान्छो उहाँ। हामी त सँगसँगै एउटै लुगा साटासाट गरेर लगाएर हुर्केका। कहिले उहाँले कसैलाई अपशब्द गर्ने, नराम्रो बोल्ने वा नराम्रो वचन गर्ने, व्यवहार गर्ने कहिले गरेको मलाई पनि थाहा भएन। त्यति मात्रै होइन, हामी अहिले यहाँ काठमाडौँमा तराई छोडेर सुरुमा त हामी खोटाङदेखि लामिडाँडा छोडेर तराई झरियो सुनसरीबाट जति पनि हामी यहाँ दाजुभाइ व्यवस्थित गरेर बसेका छौँ, प्रत्यक्ष अप्रत्यक्ष रूपमा काकाकै योगदानले बसेका छौँ। उहाँकै सहारा र उहाँकै सहयोगमा बसेका छौँ। त्यो अवस्थाबाट हामीले एउटा चाहिँ अभिभावक गुमाएका छौँ। हामीलाई जहाँसम्म पर्नु परेको छ, तथापि यो श्रद्धाञ्जली सभा गरेर काकाप्रतिको सम्मान र उहाँले गरेको कार्यको मूल्याङ्कन गरेरै हुनुपर्छ यो सभा चाहिँ गरिएको। र काका चाहिँ हाम्रो चाहिँ अब मेरो चाहिँ हजुरबा विजयराज भट्टराई र याम कुमारी भट्टराईको 9औं सन्तानको रूपमा, 10वटा सन्तानमध्ये 9औं सन्तानको रूपमा चाहिँ ठुलो कान्छो काका हुनुहुन्थ्यो। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै वैकुण्ठको बास होस् भन्दै यो कार्यक्रम राखेर जुन सम्मानित गर्ने कार्यक्रम राखियो, यसका लागि म मेरो व्यक्तिगत तर्फबाट र मेरा घर परिवार साथै सम्पूर्ण भट्टराईजन परिवार समेतको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद दाइ सुभाष भट्टराईज्यू, उहाँले आफ्नो कुरा राख्नुभयो। जो स्वर्गीय बैजारी भट्टराई, उहाँले भन्नुभयो धेरै मान्छेलाई स्थापित गर्नुभएको छ भने मलाई लाग्छ काठमाडौँ महानगरपालिका वडा नम्बर 32 मा मेरो घर बन्नमा उहाँको ठुलो भूमिका रहेको छ। त्यसै गरी मेरो घर बन्नमा मात्रै होइन, मेरो भाइहरूको 2टा घर उहाँले साथ नदिएको भए सायद आज काठमाडौँमा बन्थ्यो जस्तो मलाई लाग्दैन। त्यसैले गर्दाखेरि पनि म उहाँलाई हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी मैले थाहा पाएको कृष्ण मुरारी कोइराला, समीर नेपाल लगायतका व्यक्तिहरूको पनि उहाँको कारणले यस कोटेश्वरमा वासस्थान बसेको जस्तो मलाई अनुभूति भएको छ। किनभने उहाँ जसलाई पनि केही गर्न लाग्यो भने ल गर मैले सकेको सहयोग गर्छु, 10,000 हालिदिन्छु, 20,000 हालिदिन्छु, 1 लाख हालिदिन्छु, सक्यो भने तिर, नभए पर्दैन भन्ने मान्छे हो। त्यस्तो आजको दिनमा सायदै मान्छे भेटिन्छ जस्तो लाग्दैन। उहाँको अर्को एउटा ठुलो सोच थियो। उहाँ एउटा क्रान्तिकारी सामाजिक अभियन्ता पनि हो। किनभने पुरानो संरचना भत्काएपछि मात्रै नयाँ बन्छ भनेर उहाँले जहिले पनि हामीलाई भन्ने गर्नुहुन्थ्यो। यही मन्दिरमा पनि हामीले केही पुरानो संरचनाहरू भत्कायौँ, तर उहाँकै साथ सहयोग बल र सल्लाहमा बनाएर हामीले केही कुरा नयाँ बनायौँ, केही भत्कायौँ, जसको पुजारीहरूको वास थिएन यस मन्दिरमा अथवा पानी चिरिने थियो। हामीले सल्लाह गरे पश्चात हामी चाहिँ अलिसान महलमा बस्ने, पुजारीलाई चाहिँ पानी चिरिने घरमा राख्ने यो अति भयो भनिसके पछाडि हामीले केही महिना अगाडि यसको शिलान्यास गर्यौँ, जहाँ अहिले हामी भवन अगाडि बसिरहेका छौँ। र उहाँले फागुनसम्ममा पुजारीलाई जसरी पनि यस भवनमा ल्याएर स्थापित गर्नुपर्छ भनेर जहिले पनि भन्नुहुन्थ्यो। कहिले पैसाको चिन्ता गर्नु भएन, पैसा छैन हामीसँग, राज्यको लगानी यो बिल्डिङमा छैन, अहिले भर्खरै मात्रै
माननीय सिभिल केसीको पहलमा यस भवनलाई 45 लाख रुपियाँ परेको छ। सो कार्यान्वयन हुन पाएको छैन। तर हामी भएका टिममा भएका मान्छेले कसैले पनि हिम्मत हारेनौँ। हामीले एउटा के कमिटमेन्ट गर्यौँ भन्दा 20 जना मान्छे हामी टिममा थियौँ। पैसा पुगेन भने 2 लाख रुपियाँ समितिलाई सहयोग गरेर पछि फिर्ता लिने शर्तमा भए पनि 40 लाख रुपियाँ पैसा हुन्छ। यो बिल्डिङ हामी जसरी पनि बनाउँछौँ भनेर अठोट लिएका थियौँ। हामीले कमिटमेन्ट गरेका थियौँ। सोही अनुसार यो बिल्डिङ आज यतिको बनेको छ। यसको बजारभरि ऋण तिर्नु छ। त्यो कुरा हामी सबैलाई थाहा छ। यदाकता सुनिन्छ। कृपया यहाँ उपस्थित हुने दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु। हिजो उहाँ हुँदा केही बोल्न सक्नु भएन, केही भन्न सक्नु भएन। आज बितेर गइसकेपछि कृपया उहाँका बारेमा कुनै पनि मिथ्या कुरा नगरिदिन म हार्दिक अनुरोध गर्दछु। किनभने उहाँले यहाँको 1 रुपियाँ पनि बदमासी गर्नुभएको छैन। जसले 64 ज्योतिर्लिङ्ग र अगाडिदेखिको तत्तल बनाउँदाखेरि 3,02,000 रुपियाँ नगद सहयोग गर्नुभएको छ। सायद हामी कमै होलौँ यसरी मन्दिरलाई सहयोग गर्ने मान्छे। सबैले आफ्नो क्षमता अनुसार गर्नुभएको छ। तर पनि कहिलेकाहीँ चिया पसलमा सुनिन्छ, दुःख लाग्छ। जसले इमान्दारीपूर्वक काम गर्यो, जसले 1 रुपियाँ मन्दिरको खानु नपरोस् बरु दिन पाए हुन्थ्यो भनेर सधैँभरि आस्था राख्नुभयो, सोही मान्छेलाई मन्दिरको पैसा पनि अध्यक्षले केही गर्यो कि भनेर बितिसके पछाडि सो कुरा आए पछाडि मैले यो कुरा भनेको हो। हजुरहरू जो बसिनुहुन्छ यो कुरा सबैतिर फैलाइदिनुहोस्। बैजारी भट्टराईले 1 रुपियाँ पनि गलत गरेको छैन, सही गरेको छ। यो कुरा मैले यतिका अगाडि सायद केही गरेको भए मैले थाहा पाउँथेँ होला, यहाँ भएको टिमले थाहा पाउँथ्यो होला र हामीले त्यो कुरा भन्थ्यौँ होला। किनभने सबैको साथ सहयोगले गर्दाखेरि मैले आज यो कुरा बोल्न हिम्मत गरिरहेको छु। यदि उहाँले डिमान्ड गरेको भए मैले पनि यो कुरा बोल्ने हिम्मत गर्दिनँ। त्यसै कारणले गर्दाखेरि उहाँलाई, उहाँ र उहाँको परिवारलाई दुःख परेको छ। उहाँको परिवारलाई जति दुःख परेको छ मलाई लाग्छ त्योभन्दा ठुलो क्षति यो समाजले हामीले बेहोरेको छौँ र हामीलाई पनि त्योभन्दा धेरै नै दुःख लागेको छ। त्यसैले गर्दाखेरि बरु केही कुराको तपाईँहरूलाई कन्फ्युजन छ भने अथवा दुविधा छ भने म प्रत्यक्ष भट्टराई परिवारसँग जोडिएको छु। म लगायत हाम्रा टिम सबै जोडिनु भएको छ। आएर मसँग केही क्वेसन गर्नुभयो भने म त्यसको जवाफ दिन तयार छु। तर कृपया चिया पसलमा र बाहिर बसेर उहाँका बारेमा जथाभावी कुरा गरिदियो भने उहाँको आत्माले शान्ति पाउँदैन। यति कुरा मनन गरिदिनु न म सबैलाई विनम्रतापूर्वक दसौँला जोडेर भन्न चाहन्छु। यसै क्रममा जसले उहाँको यहाँ आइसके पछाडि र अस्ति देहावसान भइसके पछाडि केही कुराहरूको टिप्पण गर्नुभएको छ हामी सबैको सहयोगमा। त्यसमा केही कुरा टिप्दै जाँदाखेरि, केही कुरा भन्दै जाँदाखेरि, केही कुरा लेख्दै जाँदाखेरि काहीँ त्रुटि पनि हुनसक्छ। किनभने हामीले पनि सुनेको आधारमा र बुझेको आधारमा केही कुरा तयार पारेका छौँ। जसले ठुलो मेहनत गर्नुभएको छ पूर्व प्रशासक तथा प्राध्यापक कुलप्रसाद पराजुलीले। त्यसमा हामीले सहयोगी भूमिका मात्रै निर्वाह गरेका छौँ। उहाँलाई उहाँको जीवनीको बारेमा केही कुरा प्रस्तावित गर्न म हार्दिक अनुरोध गर्दछु। नमः शिवाय नमः शिवाय। अध्यक्षज्यू, उपस्थित सम्पूर्ण भाव विह्वल महानुभावहरू, यो दुःखद घडीमा म अरू विशेष केही कुरा गर्न चाहन्न। मैले जे टिपेँ यो टिपोट मैले स्वर्गीय बैजहरी भट्टराईका दाजु जयप्रसाद, जसलाई नारायण भनेर चिनिन्छ, जयप्रसाद भट्टराईजीबाट जे सुने त्यही कुरालाई मैले टिप्पण गरेको हुँ। र यो मन्दिरको बारेमा र यहाँका सामाजिक कार्यक्रमको बारेमा बैजहरी भट्टराईको टिमले तयार गरेको धार्मिक, सामाजिक, साहित्यिक, सांस्कृतिक समितिको म सहसंयोजक हुँ र मैले आफैले पनि धेरै कुराहरू भोगेको थिएँ। त्यस कारणले त्यही कुराहरूलाई मैले यहाँ राखेको छु र अरू यो कार्य समितिका कुराहरूमा मैले स्वयं उपाध्यक्षज्यू र
सुभाष रिमालजीबाट लिएको हो। मेरा स्रोत यिनै हुन्। जन्म मिति 2027 साल पुस 24 गते मङ्गलबार। जन्मस्थान रावा लामीडाँडा गाउँ विकास समिति टारबारी खोटाङ। बाबु स्वर्गीय विजयराज भट्टराई, आमा श्रीमती यमकुमारी भट्टराई। दाजुहरू क्रमशः स्वर्गीय गणेश प्रसाद भट्टराई, श्री जयप्रसाद नारायण भट्टराई, स्वर्गीय मुरारी प्रसाद भट्टराई, श्री कृष्ण प्रसाद भट्टराई, स्वर्गीय जीवन प्रसाद भट्टराई समेत 5 जना दाजुहरू। भाइ श्री भगवतमणि भट्टराई, दिदी स्वर्गीय राधादेवी भट्टराई घिमिरे, बहिनी स्वर्गीय पुण्यकुमारी भट्टराई, मामली खोटाङका खारपाली पोखरेल अनि बैजहरीको मरणको नाम बुद्धि विनोद भट्टराई। बैजहरी नाम कसरी रह्यो? सानै उनका प्राथमिक शिक्षाका गुरुहरू क्रमशः श्री राजकुमार पोखरेल, श्री पुण्य प्रसाद भट्टराई र श्री जनक जगदीश भट्टराई समेतले बालकैदेखि तेजिलो भएको बालकको भगवानको वैजनिक किरण, सूर्य भगवानको वैजनिक किरणको अवधारणा बुझाउने बैजहरी नामकरण गरिदिएको जानकारी परिवारसित बलाहार सुनसरीमा बसोबास गर्नुभएको। त्यसपछि 2050 को दशकमा काठमाडौँ महानगरपालिका वडा नम्बर 32 कोटेश्वर सहयोग युनिभर्सिटी दोभान विकास समिति अन्तर्गत जग्गा खरिद गरेर निजी घर निर्माण गरी केही समय बसोबास गरेपछि सो निजी निवास बिक्री गरेर कोटेश्वर महादेव मन्दिरको दक्षिणी भाग स्थित शिव मार्गमा घर निर्माण गरेर केही समय बसोबासपछि सो घर पनि बिक्री गरेर 2073 पछि कोटेश्वर महादेव मन्दिरको पश्चिम भाग स्थित कुटी विहार क्षेत्रमा घर बनाई स्थायी रूपमा बसोबास गर्दै आउनु भएको थियो। व्यावसायिक जीवन 2046-47 को अवधिमा काठमाडौँ उपत्यकामा प्रवेश गरेर काठमाडौँको नयाँ बानेश्वरमा डेरा गरी केही समय स्वतन्त्र रूपमा विद्युत सम्बन्धी विभिन्न आइपरेका व्यावसायिक कामहरूमा संलग्न रहनुभयो। 2046-47 कै अवधिदेखि घर जग्गा खरिद बिक्रीको कार्यमा संलग्न रहेर त्यसपछिको अवधिमा पनि सोही व्यवसायलाई प्रवर्धन गरी जीवन पर्यन्त निरन्तरता दिँदै आउनु भएको थियो। सामाजिक जीवन सानैदेखि सामाजिक क्रियाकलापमा चाख राखेर जीवन अगाडि बढाएका स्वर्गीय बैजहरी भट्टराई विभिन्न टोल विकास समितिहरू, गगनेश्वर महादेव गुठी सञ्चालन तथा व्यवस्थापन समाज लगायतका धार्मिक सामाजिक संस्था, क्लब, सहकारी संस्था आदिसित संलग्न रही केही कार्य समितिहरूमा रहेर त कहीँ आजीवन तथा साधारण सदस्य रहेर एवं स्वतन्त्र रूपमा पनि धार्मिक सामाजिक कार्यमा आर्थिक सामाजिक सहयोग गर्नुका साथै स्वयंसेवकको रूपमा सक्रियताका साथ काम गर्दै आउनु भएको एउटा सुखद अवस्था थियो। अघि नै आइसक्यो 2075 को हाराहारीमा कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजको पहिले सदस्यता र त्यसपछि सचिव र अध्यक्ष समेतको दुई कार्यकालसम्म कार्यभार वहन गरेर रचना, सृजना र निर्माणात्मक योगदानका साथ खातिर लाग्दो नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको सुखद अवस्था थियो। भुल्न नहुने धार्मिक, सामाजिक एवं निर्माणात्मक कार्य। यो समाजको अध्यक्षताको जिम्मेवारी वहन गरिसकेपछि स्वर्गीय भट्टराईले
आफ्नो कार्यकालमा भए गरिएका विशेष स्मरणीय धार्मिक सामाजिक एवं निर्माणात्मक कार्यहरू यस प्रकार छन्। 1. कोटेश्वर महादेव परिसरभित्र अवस्थित जोशी धर्मशाला जो अगाडि छ, जनबोलीमा छिन्नमस्ता भनिने भगवती मन्दिर, रामायण भजन मण्डल, सरस्वती मन्दिर र राम मन्दिर लगायतका मन्दिरहरूको जीर्णोद्धार तथा पुनर्निर्माण। 2. नयाँ शिव मन्दिर जो अगाडि छ, नयाँ शिव मन्दिर र ढकाल धर्मशाला रहेको स्थानमा 3 तले नयाँ पक्की भवन निर्माण। 3. 12 ज्योतिर्लिङ्ग सहित 64 यानी 64 शिवलिङ्गको निर्माण, स्थापना र पूजा आराधना। पार्थिव शिवलिङ्गको निर्माण, पूजन, दशाचल महायज्ञको आयोजना र सम्पादन। 4. आरती समिति निर्माण गरी विशेष पर्वहरू सहित साप्ताहिक रूपमा शिव आरती गर्ने परम्पराको व्यवस्थितीकरण। 5. धार्मिक, सांस्कृतिक तथा सामाजिक समिति निर्माण गरेर वार्षिक धार्मिक कृत्यको व्यवस्थापन र कार्यान्वयन, जसको अध्यक्ष पनि पण्डित कृष्ण प्रसाद खनाल भर्खर आइपुग्नु भएको छ। र धार्मिक, सांस्कृतिक तथा सामाजिक समिति निर्माण गरी वार्षिक धार्मिक कृत्यको व्यवस्थापन र कार्यान्वयन। 6. कोटेश्वर महादेव र परिसरको परिचय सहित विविध धार्मिक, सामाजिक गतिविधि सहितको प्रकाशोन्मुख कोटेश्वर स्मारिका प्रकाशन गर्ने निर्णय सहितको प्रतिबद्धता र कार्यान्वयन जो भइरहेको छ अहिले पनि। 7. महाशिवरात्रि, अक्षय तृतीया तथा शिव पार्वती विवाह, त्रिपुरोत्सव, बाला चतुर्दशी, बोलबम, पुष्पाण्ड नवमी, रामनवमी, श्री कृष्ण जन्मोत्सव र आद्य शंकराचार्य जयन्ती आदि विभिन्न धार्मिक पर्वको व्यवस्थिति, पूजा आराधना र कार्यान्वयन। 8. मन्दिर परिसरमा पहिलो पटक विद्वत गोष्ठीको आयोजना र कार्यान्वयन। 9. मन्दिर परिसरभित्र र बाहिरका विभिन्न सम्पदाहरूको निर्माण, जीर्णोद्धार, तिनको संरक्षण र सम्भारका विभिन्न कार्यहरू। 10. काठमाडौँ महानगरपालिका वडा नम्बर 32 कोटेश्वर समाज सुधार युवा क्लब, सामुदायिक सेवा तथा विकास समाज, गगनेश्वर महादेव कुठी सञ्चालन व्यवस्थापन समाज, कुठी विहार, रामायण भजन मण्डल, सहयोगी नगर सामुदायिक विकास समाज कृष्णकुञ्ज, सहयोगी नगर क्रियापुत्री समाज र यस क्षेत्रका विभिन्न धार्मिक, सामाजिक संस्था एवं टोल विकास समितिहरूसितको समन्वय, सकारात्मक गतिविधि आदि स्वर्गीय बैजहरी भट्टराईको नेतृत्वमा भएका कार्यहरू मुख्य छन्। मैले मुख्य मात्रै टिप्पण गरेको हुँ। विवाह र पारिवारिक विवरण। खोटाङ जिल्लाको सिम्पानी मूल पुर्ख्यौली भई मोरङ जिल्ला विराटनगर निवासी पिता श्री रुद्र प्रसाद एवं माता श्री लक्ष्मी रेग्मीकी सुपुत्री श्री रिजता रेग्मीसित 2054 सालमा विवाहित स्वर्गीय बैजहरी भट्टराईका एकमात्र सन्तति छोरा श्री ऋषभ भट्टराई तपाईँ हाम्रा आशाका केन्द्र र आफ्नै आमाका एकमात्र सहारा बनेका छन्, जो 2055 मा जन्मेका उनी केही वर्षदेखि अमेरिकामा अध्ययनरत छन्। अहिले यस दुःखद घडीमा यिनी आएर पिताजीको श्राद्ध कार्यमा संलग्न छन्। अन्तमा विकास, निर्माण र सामाजिक उत्थानका कार्यमा सबैसित मिलेर अघि बढ्ने सोच, स्वभाव र प्रवृत्तिका बैजहरी भट्टराईको 82 मङ्सिर 25 गते बिहिबार असामयिक अकल्पनीय दुःखद निधन भएको छ। कोटेश्वर क्षेत्रको सहयोगी नगर दोभान विकास समाज अन्तर्गतको जमिनमा
निजी भवन निर्माण गरी बसोबास गर्न सुरु गरेको क्षेत्रकै नजिक बग्ने भगवान शिवको अत्यन्त प्रिय नदी रत्न बागमतीमा आफ्नो भौतिक देह विसर्जन गरेका स्वर्गीय भट्टराईको असामयिक निधनले कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाज परिवार, कोटेश्वर क्षेत्र निवासी जनसमुदाय र हितचिन्तक हामी सबै अत्यन्त स्तब्ध छौँ, विह्वल छौँ। वैदिक सनातन हिन्दू धर्म प्रति विश्वस्त हाम्रो चिन्तन, मनन र अभ्यासले परलोक, पुनर्जन्म र आत्माको अविनाशीपनमा विश्वास राख्दछ। आत्मा मर्दैन भन्छ गीताले पनि। नैनम छिन्नन्ति शस्त्राणि नैनम दहति पावक न चैनम क्लेदयन्त्यापो न शोषयति मारुत। हावा पानी आदिका वातावरणले पनि आत्मालाई मार्न सक्दैन, देह चाहिँ मर्छ। त्यसको भावना पनि त्यो श्लोकको, त्यो गीताको त्यही हो। वैदिक सनातन हिन्दू धर्म प्रति विश्वस्त हाम्रो चिन्तन, मनन र अभ्यासले परलोक, पुनर्जन्म र आत्माको अविनाशीपनमा विश्वास राख्दछ, जसलाई हाम्रो वेद, उपनिषद, पुराण, गीता, महाभारत लगायतका सबै शास्त्रले एक स्वरले त्यो सिद्धान्तलाई स्वीकार गरेका छन्। बडो श्रमपूर्वक व्यावहारिक जीवन निर्वाह गर्दै कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजका माध्यमबाट यो शिव क्षेत्रको विकास, निर्माण र प्रवर्धनमा आफ्नो जीवन अहोरात्र समर्पित गर्ने स्वर्गीय भट्टराईको देहावसान हामी सबैका लागि अत्यन्त असह्य र पीडादायी बनेको छ। जस्तोसुकै पीडा भए पनि विधिको विधानलाई कसैले मेट्न नसक्नेमा हामी सबै विश्वस्त छौँ। यो दुःखद कार्यमा प्रत्यक्ष रूपमा स्वर्गीय वैजहरी भट्टराईको परिवार र परिजनमा असामयिक वज्रघात परेको छ भने हामी सबैमा पनि त्यत्तिकै पीडाबोध भएको छ। उपस्थित महानुभावहरू, तपाईँ हामी गुणका पुजारी हौँ। देह नरहे पनि गुणको कदर हुन्छ र हुनै पर्छ। 55 वर्षकै छोटो जीवनमा तमाम सामाजिक, धार्मिक कार्य गरेर समाजलाई ठुलो गुण लगाई असामयिक भौतिक देह त्याग गरेका भट्टराईको सामाजिक स्तरीय कार्यको स्मरण नगरी तपाईँ हामी रहन सक्छौँ र अवश्य पनि सक्दैनौँ। यिनै कारणले यो सार्वजनिक श्रद्धाञ्जली सभा तपाईँ हामीले आयोजना गरेका हौँ। तसर्थ यो दुःखद घडीमा सबैले धैर्य धारण गरी कोटेश्वर महादेवसित स्वर्गीय भट्टराईको आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दै शोक सन्तप्त परिवारमा शोकलाई शक्तिमा बदलेर आत्मबलसहित बस्ने क्षमता ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना प्रकट साथ स्वर्गीय भट्टराई प्रति यो सभा मार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। श्रद्धाञ्जली सभामा उपस्थित सबैप्रति हामी हार्दिक धन्यवाद पनि ज्ञापन गर्दछौँ। अन्तमा एउटा आध्यात्मिक भजन हिन्दीमा छ, तर ज्यादै चोटिलो छ। सासों का क्या भरोसा, सांसों का क्या भरोसा, रुक जाए चलते चलते, सांसों का क्या भरोसा, रुक जाए चलते चलते, जीवन की है जो ज्योति बुझ जाए जलते जलते, सबके साथ जाए बंदे अपने कर्मों की जो कमाई, जीवन है एक ज्योति बुझ जाए जलते जलते, सांसों का क्या भरोसा, रुक जाए चलते चलते। तपाईँ हामी सबैले मनन गरेकै, भोग गरेकै कुरा हो। सास कसको कति बेला जान्छ, मर्नु त निश्चित छ, तर मरेर गए पनि, देह मरे पनि आत्मा मर्दैन। यो शोक सभा, यो श्रद्धाञ्जली सभाले स्वर्गीय भट्टराईले गरेका तिनै चिरस्मरणीय योगदानको संरक्षण गर्नु छ, प्रवर्धन गर्नु छ
र त्यसमा तपाईँ हामी सबैको उत्तिकै योगदान रहनेछ भन्ने यो अनुरोध गर्दै स्वर्गीय भट्टराईप्रति म व्यक्तिगत तर्फबाट र धार्मिक सामाजिक सांस्कृतिक साहित्यिक जो हाम्रो यहाँको समिति छ त्यो समितिका तर्फबाट पनि म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समारोह मार्फत हामी सबैको तर्फबाट गरिएको यो श्रद्धाञ्जली सभामा यहाँहरू सबैले नै यो धरोहरलाई कसरी पुरा गर्ने हो चिन्तन गर्नु छ। जीवन त एक दिन जान्छ नि देहता, त्यस कारणले हामी सङ्कल्प गरौँ। सङ्कच्छब्दम सम्बद्धम शम्भु मनांसी जानता, यो हाम्रो देवलोकदेखि नै चलेको चलन हो। सबै हेरौँ, सबै रचनात्मक काम गरौँ यो भन्दै पुनः उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथ यो अवसर प्रदान गर्नुहुने यो महादेव थान विकास समाजलाई म हार्दिक धन्यवाद गर्दछु र यहाँले सुनिदिनु भयो। मैले टिप्पण गरेका केही कुराहरू तलमाथि भएका छन् भने फेरि पनि हामी सुधारौँला। सायद यो चाहिँ पछि हामी प्रकाशनमा पनि प्रकाशित गर्दैछौँ अलिकति परिमार्जित गरेर। त्यसका लागि म सबैसँग हार्दिक नमन गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। ओम नमः शिवाय, जय नमः शिवाय। धन्यवाद। पूर्व प्रशासक तथा प्राध्यापक कुलप्रसाद बराइलीज्यूले आफूले तयार पार्नुभएको सबै कुरा भनिसक्नु भएको छ। उहाँको बयान जति गरे पनि कमी नै रहँदैछ। मेरो सिङ्गो समाजलाई अनुरोध, जो जानुभयो हाम्रो केही लाग्दैन थियो, हामीले रोक्न पनि सक्दैनथ्यौँ। उहाँको लेखान्त त्यति नै। यसलाई उहाँको मृत्यु आजसम्म हामीले थाहा पायौँ। कोही कसैबाट नभएको र प्रहरीको र पोस्टमार्टमको रिपोर्टले पनि आफै लडेर मृत्यु भएको भन्ने हामीलाई खबर प्राप्त भएको छ। त्यसैले गर्दा यसमा विभिन्न खालका टीका टिप्पणीहरू नगरिदिन पनि म सिङ्गो समाजलाई अनुरोध गर्दछु। त्यसले परिवारलाई झन् पीडा थप्नेछ। अर्को कुरा, उहाँ बित्नुभयो, उहाँको चिर शान्तिको कामना गर्दै अब बाँकी रहेका भट्टराई परिवारहरूलाई सहानुभूति प्रकट गर्दै हामीले हाम्रो समाजले व्यक्तिगत रूपमा र समाजको तर्फबाट गर्नुपर्ने कुरामा के कति गर्न सकिन्छ। आर्थिक रूपमा उहाँहरूलाई केही गर्नुपर्ने छैन, तर सामाजिक प्रेसर हामीले नदिउँ र उहाँलाई सहज ढङ्गबाट घरबाट निक्लिएर हिँड्न सक्ने वातावरण तपाईँ हामीले तयार पार्ने हो। त्यसका लागि यो एकदम मान्य कुरा छ। मान्छेले विभिन्न खालका कुराहरू गरियो भने परिवारलाई योभन्दा ठुलो पीडा हुन सक्छ। त्यसैले गर्दाखेरि यो कुरामा नलागिकन भोलिबाट उहाँहरूलाई सहज के गर्दा हुन्छ, हामीले के गर्न सक्छौँ र हाम्रो भूमिका के रहन्छ। श्रीमती र छोराप्रति उहाँको 93 वर्षको 94 वर्षको आमा हुनुहुन्छ। आज पनि पानी खुवाएर राखिएको छ। छोराको मृत्यु भएको खबर सुनाउन सकिएको छैन। यस्तो अवस्थामा जुन भट्टराई परिवारमा एउटा ठुलो वज्रपात भएको छ, त्यसैले गर्दाखेरि पीडामाथि पीडा नदिउँ। मैले भने उहाँको निधन आफै भएको हो, यो कुरा सबैले स्वीकार्नुहोस्। उहाँको निधन रक्सी खाएको कारणले भएको होइन, यो कुरा तपाईँले स्वीकार्नुहोस्। किनभने मिडियाहरूले जथाभावी रूपमा केही कुराहरू लेखेका छन्, तीमाथि हामी 13 दिन पछाडि केही न केही गर्ने सोच पनि बनाइरहेका छौँ। किनभने दुर्घटना हो। उहाँ पैदल हिँडेर आउनुभएको सीसीटीभी फुटेज हामीसँग छ, हामीले प्राप्त गरेका छौँ। प्रहरीसँगको सहकार्य हाम्रो दिनदिन भइरहेको छ। त्यसैले गर्दाखेरि उहाँ खोडकिरामा पिसाब फेर्ने क्रममा जानुभयो। उहाँको लेखान्त त्यति नै थियो र त्यहाँबाट लड्नुभयो। लडे पछाडि पानीमा डुब्नुभयो र उहाँको मुख काटेको कारणले गर्दाखेरि बेहोस हुनुभयो।
सही बेहोसको कारणले उहाँको मृत्यु भयो। त्यहाँ कसैले तलमाथि गरेको छैन। उहाँको पर्स जस्ताको तस्तै छ, उहाँले हातमा लगाएको औँठी जस्ताको तस्तै छ। सबै कुरा उहाँको एउटा क्याप मात्रै लड्ने क्रममा खसेको छ र उहाँले लगाएको जुत्ता मोजा कपडादेखि लिएर जस्ताको तस्तै छ। उहाँको शरीरमा कुनै पनि निदान छैन, कुनै पनि चोटपटक छैन। त्यो उहाँ आफै स्वयं खोलाबाट लास तान्नेदेखि लिएर पोस्टमार्टमको बेलादेखि र पशुपतिमा दाह संस्कार बेलासम्म म आफै सहभागी भएको कुरा कारणले गर्दाखेरि मैले यो कुरा यहाँलाई निर्वाह रूपमा भन्न सकेको छु। सायद मैले पनि देखेको थिइनँ भने मलाई पनि लाग्थ्यो होला के हो भनेर। त्यसैले गर्दाखेरि आजैबाट यो कुरा हामी छोडौँ र सिङ्गो समाजलाई नै प्रभुको लीला हो, हामी कसैको कारणले होइन र उहाँको लेखान्त नै यति नै थियो भनेर बुझौँ र परिवारलाई योभन्दा अझै सहज बनाऊ। मैले यहाँलाई अनुरोध गरेँ यो कुरा। अब हामी कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ। उहाँले लिनुभएको यस मन्दिरमा 3वटा अठोट, एउटा स्मारिका प्रकाशन हाम्रो अन्तिम चरणमा पुगिसकेको थियो। हामी प्रकाशन गर्ने तयारीमा थियौँ, जसको संयोजन पनि कुलप्रसाद पराजुली, राजेन्द्र दाई र बोला दाईले उहाँहरूको इनिसिएसनमा धेरै नै अगाडि बढिसकेको छ। त्यो कुरा हामी तत्कालै पुरा गर्ने वाचा गर्दछौँ यहाँ समक्ष। त्यसै गरी मैले भने यो बिल्डिङ तपाईँ हाम्रो साथले नै त्यसलाई पुरा गर्ने हो। तपाईँहरूको साथ हौसला माया भयो भने यहाँ पैसाको केही कमी छैन। आजसम्म हामीले निकै काम गरिसकेका छौँ। सरकारी बजेट नआउँदा पनि हामीले लगभग मलाई लाग्छ 5 करोडभन्दा बढीको काम हामीले यहाँ स्थानीय स्तरबाट गरिसकेका छौँ। सबैले आफ्नो क्षमता अनुसार गर्नुभएको छ। यो पुरा गर्ने बाचा पनि तपाईँहरूले यो हामीले ढोकाबाट निक्लिँदै गर्दाखेरि उहाँको सपना साकार पार्ने तपाईँ हाम्रो दायित्व पनि हो। त्यसलाई पनि मन गरौँ र जो महावीरस्थान मन्दिर जसका कारणले आज हामी परिचित छौँ, कोटेश्वर भन्ने बित्तिकै कोटेश्वर महावीरस्थान हो, जसको जीर्णोद्धार गर्नका लागि काठमाडौँ महानगरपालिकाले 1 करोड रुपियाँ छुट्याइएको छ। त्यो पनि हामी तत्काल पुरा गर्ने सोचमा छौँ। यो 3वटा कुरा गऱ्यौँ र पुजारीलाई छिटोभन्दा छिटो हामीले यो भाडमा व्यवस्थापन गर्न सक्यौँ भने उहाँको आत्माले शान्ति पाउनेछ, उहाँको वैकुण्ठवास हुनेछ। किनभने उहाँको अधुरो रहेको काम पुरा गर्नु नै समाजको कर्तव्य रहनेछ। त्यसैले गर्दाखेरि मैले यो कुरा यहाँ सबैलाई म आफैले पनि अनुरोध गरेँ र हामी सबै यसमा लागौँ। र अब मैले माल्यार्पण गरिदिनु हुन पण्डित उहाँको तस्बिरमा कृष्णप्रसाद खनाल, जसलाई हामीले अघिदेखि कुरिरहेका थियौँ, उहाँको स्वास्थ्यको कारणले अलिकति ढिलो आउनुभएको छ। उहाँलाई माला लगाएर श्रद्धा सुमन व्यक्त गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसपछि हामीले यहाँ फुलको व्यवस्था गरेका छौँ। तपाईँहरू भिडभाड नगरिकन बिस्तार क्रमैसँग लाइनबद्ध आएर श्रद्धाञ्जली अर्पण गर्न चाहनुहुन्छ भने यहाँ फोटोमा आउन पनि सक्नुहुन्छ। तपाईँहरू पालै पालो यहाँ हामीले फुलको व्यवस्था गरेका छौँ, आएर श्रद्धाञ्जली अर्पण गर्न सक्नुहुनेछ। अब हाम्रो औपचारिक कार्यक्रम अनौपचारिक कार्यक्रम जे भने पनि हामीले श्रद्धाञ्जली सभा सम्पन्न गरेका छौँ। आजका सभापति ज्यूका आज्ञाले उहाँले मैले बोल्न सक्दिनँ, म बोल्दिनँ भन्दै मैले एउटा विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समिति बाँसबारी काठमाडौँ श्रद्धाञ्जली तथा संवेदना भनेर उहाँले पत्र ल्याउनु भएको रहेछ। मैले सो पत्र वाचन गरेँ। कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी वैजयहरी भट्टराईको असामयिक निधनप्रति
निधन भएका प्रति विश्व हिन्दू महासङ्घ गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद परिस्थितिमा दिवंगत आत्माको वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान श्री कोटेश्वर नाथसँग प्रार्थना गर्दै हार्दिक संवेदना व्यक्त गर्दछौँ। अरुण कुमार पाण्डे निमित्त सभापति, उत्तम राज भण्डारी महासचिव, उहाँहरूलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। आज शनिबार, आजको आरती हामीले गर्ने छैनौँ, अघिल्लो हप्ता पनि हामीले गरेनौँ र आगामी हप्तादेखि अब हाम्रो नियमित कार्यक्रम आरती पनि सञ्चालन हुने कुरा पनि मैले यहाँहरूलाई जानकारी गराएँ र मैले कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि यहाँहरूको मनमा केही ठेस पुगेको भए, मैले केही कडा वचन प्रयोग गरेको भए र मैले कसैलाई केही भन्न छुटाएको भए मैले आशा गर्नलाई हामीले त्यति महत्त्व दिएनौँ। सबै हामी बराबर भन्ने लाग्छ। त्यसैले गर्दाखेरि केही गल्ती कमी कमजोरी भयो भने मैले अघि नै भने दाजुभाइ छोरा भाइ भतिजा मानी माफ गरिदिनु हुन हार्दिक अनुरोध गर्दै सभापतिज्यूको आज्ञाले मैले यो कार्यक्रम यही समापन भएको घोषणा गरेँ। जय कोटेश्वर महादेव।